वेट 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 तपाईँहरूले थाहा पाउनुभयो अब आफ्नो कानुन आफै बनाउन पाइन्छ भनेर? नमस्कार, कानुन मन्त्रालयले भर्खरै मात्र एउटा वेबसाइट लन्च गरेको छ होइन। त्यो क्याम्पेनको नाम चाहिँ मेक योर ओन ल भन्ने हो। अब कसरी बनाउने त आफ्नो कानुन आफै भन्दाखेरि चाहिँ जब मन्त्रालयलाई कुनै कानुनमा संशोधन लिएर आउनुपर्ने अथवा विधेयक लिएर आउँछ त्यति बेला मूल कानुन पनि त्यो वेबसाइटमा अपलोड गरेको हुन्छ, ड्राफ्ट पनि अपलोड गरेको हुन्छ। अब तपाईँहरू त्यो वेबसाइटभित्र जानुहुन्छ, कसरी जानुहुन्छ भन्दा कानुन मन्त्रालयको वेबसाइटमा जानुहुन्छ सुरुमा। त्यसपछि त्यहाँभित्र एउटा ब्लू कलरको बटन जस्तो भेट्टाउनुहुन्छ। सो त्यहाँ क्लिक गरेपछि हजुर भित्र छिर्नुहुन्छ अनि सुरु गर्नुहोस् भन्ने अप्सन हुन्छ। त्यसपछि इच स्टेप हजुरले आफै थाहा पाउँदै जानुहुन्छ। सो त्यसरी चाहिँ तपाईँहरूलाई कुनै दफामा चेन्ज गर्न मन लाग्न सक्छ, कुनै उपदफामा चेन्ज गर्न मन लाग्न सक्छ होइन। त्यो सबै कुराहरू तपाईँले हाल्न सक्नुहुन्छ कि, अथवा कुनै दफाहरू हटाउनु पर्ने हुनसक्ला, कुनै थप्ने अथवा भएकैमा थोरै केही हदसम्म संशोधन गर्न मन लाग्न सक्ला। त्यो कुराहरू तपाईँहरूले वेबसाइट मार्फत इन्ट्री गर्न सक्नुहुन्छ। अनि जस्तो भाषामा लेख्दा पनि हुन्छ, कारणसहित जस्तो भाषामा लेख्दा पनि हुन्छ। अनि त्यसलाई कानुनी भाषामा ढाल्ने काम चाहिँ कानुन मन्त्रालयले गर्छ। सो तपाईँहरूलाई अब यस्तो कानुन बनाइदियो हुन्थ्यो, यस्तो कानुन भइदियो हुन्थ्यो, यस्तो कानुन हटाइदियो हुन्थ्यो भन्ने लाग्छ भने हजुरहरूले डाइरेक्टली गएर ल मिनिस्ट्रीको वेबसाइटमा गएर चाहिँ त्यो लिङ्कमा क्लिक गरेर आफ्नो कानुन आफै बनाउन सक्नुहुन्छ।